नमस्ते। आज हामी शिक्षकहरूले स्मार्ट बोर्डको प्रयोग किन गर्ने र शिक्षणमा यसको महत्त्व किन छ भन्ने सम्बन्धमा छलफल गर्नको लागि यहाँ भेला भएका छौँ। स्कुलमा कक्षा लिने सन्दर्भमा कसरी स्मार्ट बोर्डको प्रयोग गर्ने त भन्ने विषयलाई लिएर एउटा सानो स्लाइड प्रेजेन्टेसन यहाँहरूलाई दिन चाहन्छु। अब हामीले स्मार्ट बोर्डको कुरा गर्दाखेरि यो स्मार्ट बोर्डको अवधारणा र सुरुवात भन्ने विषय छ। यो कहाँबाट सुरुवात भयो त भन्ने सम्बन्धमा हामीले कुरा गर्दाखेरि यो डेभिड मार्टिन र नेन्सी नोल्टनले स्मार्ट बोर्डको अवधारणा ल्याएका थिए 1986 मा। विशेष गरी स्मार्ट बोर्ड किन प्रयोग गर्ने भन्दा पनि चक र डस्टरबाट हैरान भएका शिक्षकहरूले कसरी स्मार्ट बोर्डको प्रयोग गर्ने त, मार्गको प्रयोग गर्दाखेरि पनि त्यसको गन्धबाट धेरै समस्या पर्ने भयो नि त। त्यसकारण त्यसबाट छुटकारा पाउनको लागि यो स्मार्ट बोर्डको प्रयोग ल्याएको भन्ने भनाइरहेको छ। स्मार्ट बोर्ड भनेको के हो त भन्ने सम्बन्धमा चर्चा गरौँ। यो एउटा अन्तर्क्रियात्मक बोर्ड हो। यसलाई कम्प्युटर, डिजिटल अनि मोबाइल होइन त्यसै गरी विभिन्न डिभाइसहरूको प्रयोग गरेर हामीले चलाउन सक्छौँ र विशेष प्रकारको पेन पनि हामीले यसमा प्रयोग गर्नुपर्दछ। स्मार्ट बोर्डको विशेषता बताउँ। यो स्मार्ट बोर्डको विशेषता के हो त भने यसलाई टच कन्ट्रोल सिधै छोडेर चलाउन सकिन्छ। त्यसै गरी विभिन्न रङहरूमा यसलाई लेख्न सकिन्छ। अडियो भिडियो मल्टिमिडियाहरूको प्रयोग गर्न सकिन्छ। कक्षा कोठाबाटै सिधै गुगल युट्युबहरूमा जोड्न सकिन्छ र यसमा लेखिएका सबै कुराहरूलाई हामीले सेभ पनि गरेर राख्न सक्छौँ। हामीले स्मार्ट बोर्डको प्रयोगबाट शिक्षण गर्दाखेरि अध्यापन गर्दाखेरि विभिन्न अर्थ लाग्ने चित्रहरू हामीले दिन सक्छौँ। यहाँ हामीले बोर्डमा हेर्न सक्छौँ। जस्तै यो एउटा चित्रले पनि सयौँवटा शब्दहरू बोल्छ। एउटा चाइनिज उखान छ, 1000 शब्द बोलेर प्रश्न नभएको कुरा एउटा चित्रद्वारा प्रश्न हुन्छ। हामीले चित्रहरूको प्रयोग गर्दा विभिन्न चित्रहरू यहाँ दिनुपर्ने हुन्छ। यी चित्रहरू मार्फत विद्यार्थीहरूले धेरै अवधारणा पनि सृजना गरेको हुन्छ र एउटा चित्रले धेरै अर्थ लाग्ने, धेरै शब्द बोल्ने हुन्छ र यस्तो चित्रहरूको प्रयोग हामीले शिक्षणमा गर्न सक्यौँ भने बालबालिकाको मस्तिष्कमा दिगो सिकाइ हुन्छ र यसले कम टर्मसम्म यसको अर्थ र भनाइहरू बुझेको पनि हुन्छ। पठन पाठनको सिलसिलामा विभिन्न भिडियोहरू देखाएर पनि बालबालिकालाई शिक्षण गर्न सक्छौँ। जस्तै हामीले यहाँ सानो क्लिप्सहरू 2037 सालमा अनुटाको दक्षिणी गाविस स्थित कृष्ण बहादुर घिमिरेको जेठी छोरीका रूपमा जन्मिएकी झमक कुमारी घिमिरेलाई प्रतिभावान नेपाली महिला संस्थाका रूपमा लिइन्छ। भर्खरै यहाँले देख्नुभयो अडियो भिजुअलद्वारा पनि विद्यार्थीहरूलाई आवश्यक ज्ञान दिन सकिन्छ। अब हामी अर्को स्लाइडतर्फ लागौँ। शिक्षणमा स्मार्ट बोर्डको प्रयोग कसरी गर्ने त भन्ने विषयमा चर्चा गर्दाखेरि अन्तर्क्रियात्मक पाठहरू विद्यार्थीहरूलाई बोलाएर विभिन्न गतिविधिहरू गराउने, उनीहरूलाई प्रेजेन्टेसनहरू गराउने, भिजुअल सिकाइहरू गर्ने, कठिन विषयलाई पनि 3 डाइमेन्सनबाट चाहिँ पठन पाठन गराउने र एनोटेसन गेमिफिकेसनबाट पनि बालबालिकाहरूलाई शिक्षा दिन सकिन्छ। त्यसकारण यसको प्रयोग अत्यन्त जरुरी हुन्छ। हामीले स्मार्ट बोर्डको फाइदाहरूलाई यहाँ 10 कुराहरू लेखेका छौँ। विद्यार्थीहरूको ध्यान केन्द्रित गर्न सजिलो हुन्छ। शिक्षण सिकाइ आकर्षक र रमाइलो हुन्छ। विद्यार्थी र शिक्षक बीच अन्तर्क्रिया बढ्छ। समयको बचत हुन्छ। चक र दस्तर जस्ता पुराना कुराहरूलाई त्यागेर हामीले शिक्षण सिकाइ गर्न सकिन्छ। यसका धेरै फाइदाहरू रहेको देखिन्छ। स्मार्ट बोर्डको प्रयोग गर्दा हामीले के कुरालाई ध्यानमा राख्ने त भन्ने विषयमा हामी चर्चा गरौँ। अब स्मार्ट बोर्डको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, बोर्डलाई सदैव सफा राख्नु पर्यो,
अनावश्यक धारिलो वस्तुले बोर्डमा कोर्नु भएन। यसलाई सफ्टवेयर समय समयमा अपडेट पनि गर्नुपर्दछ र प्रविधिको मात्र भर नपरी शिक्षण सिकाइलाई हामीले कलात्मक तरिकाबाट पनि गर्न सकिन्छ। होइन, यदि शिक्षकले गर्ने कुरा त छँदैछ, यसमा प्रविधिको पनि साथ भयो भने विद्यार्थीलाई बुझाउन अत्यन्त सजिलो हुने कुरा हामीले नकार्न सक्दैनौँ। अब हामी स्मार्ट बोर्डमा शिक्षण गर्दाखेरि कुन कुन कुराहरूलाई ध्यान दिने त भन्ने विषयमा चर्चा गरौँ। विशेष गरी पावर पोइन्ट बनाउँदाखेरि हामीले फोटोहरू प्रशस्त राख्नुपर्ने हुन्छ। त्यसै गरी बुलेट पोइन्टहरू निर्माण गरेर राख्नुपर्ने हुन्छ। अनि त्यसै गरी ट्रान्जिसन र एनिमेसनको प्रयोग गरेर पनि यो स्लाइडलाई चाहिँ एकदमै आकर्षक तरिकाबाट बनाउन सकिन्छ र यसो गर्दा विद्यार्थीहरूको मानसपटलमा गहिरो छाप पनि पर्दछ। निष्कर्षमा हामीले के भन्न सक्दछौँ भने आजको युग सुहाउँदो स्मार्ट बोर्डको प्रयोगलाई हामी सबैले प्रयोग गरेर उत्कृष्ट प्रविधि मैत्री शिक्षा दिन सकेको खण्डमा बालबालिकाहरूले पनि आकर्षक तरिकाले अध्ययन गर्न सकिने कुरामा दुई मत नहोला। धन्यवाद, नमस्कार।